आज चाहिँ बुधबारको दिन सधैँको जसरी हामीले यताउता चाहिँ पुरै सफा गरिसक्यो हो। अब यति छ, यस्तो जङ्गल पट्टेर जङ्गलमा चाहिँ एकदम यहाँ सिस्नो गाडी, अन्त यहाँ मान्छेहरू जति पनि आएर चाहिँ पिसाब गर्नेहरू भइरहेको थिए। त्यसले गर्दाखेरि हामीले चाहिँ यो फाड्दैछौँ। यहाँ झिल पनि सुकाइसकेको थियो, यो जङ्गलले गर्दाखेरि हराइसकेको थियो। त्यसले गर्दाखेरि यो झिलको संरक्षणको लागि हामीले चाहिँ यो अभियान चलाइरहेको छु। यो जङ्गललाई चाहिँ हामीले सफा गरेर यो झिललाई चाहिँ देखाउने प्रयास गर्दैछौँ हामीले। यहाँतिर पुरा सफा गरिसक्यो र यहाँ पनि छ। यो त पुरै लेदो बनिसकेको छ, पुरा माटोहरू जाम भएर चाहिँ यो चाहिँ झिलै पुडिसकेको छ। त्यसले गर्दाखेरि अब यो झिललाई नपुडियोस् भनेरको कारणले गर्दा चाहिँ हामीले चाहिँ यस्तो सरसफाइ अभियान चालु गरिरहेको छु। हरेक बुधबार चाहिँ हामीले गर्ने गर्छौँ र धेरै संस्थाहरू जुडेर चाहिँ हामीले यहाँ काम गर्दैछु र पनि अझै पनि जो पनि इच्छुक हुनुहुन्छ यो संस्थामा जुडेर चाहिँ काम गर्छु भनेर सोच्नु हुँदैछ भने तपाईहरू पनि जुड्न सक्नुहुन्छ। हामी यसरी नै सरसफाइ गर्नेछौँ। हरेक बुधबार चाहिँ हामी स्मल फुड कार्ट एसोसिएसनद्वारा हामीले गर्ने गर्छु र अरू पनि धेरै सङ्घ संस्थाहरू जुड्नु भएको छ। यहाँ यतै अरू चाहिँ यता गर्दैछ। हाम्रो जति पनि केटाहरू पार्टी चाहिँ यतादेखि लिएर त्यता सबै गर्दैछ र हाम्रो लेडिज पार्टीहरू पनि छ। उहाँहरू चाहिँ पढा गएर पढातिर नै यसो झाडुसारू लगाउनु हुँदैछ। हाम्रो यहाँ मिरिकको सुन्दरीकरण नै हराइसकेको छ। त्यो हराएको सुन्दरीकरणलाई चाहिँ हामीले फेरि देखाउने प्रयास गर्दैछु ल। र यो सरसफाइले धेरै झिलहरू देख्ने भइरहेको छ र जङ्गलले पुरिसकेको झिलहरूलाई हामीले देखाउने प्रयास गरिरहेछु। यहाँ त धेरै अब जङ्गलहरू पनि छ। अहिले चाहिँ यहाँ अलिकति कम्ती छ र यसरी जङ्गल भइरहेछ। र यहाँदेखि यता चाहिँ सफा गरेको छु। यो पुरै झिल पुरिसकेको थियो। यसरी गद्दादेखि लिएर प्लास्टिकहरूदेखि लिएर अब हामीले यो जङ्गलले गर्दाखेरि नदेखेको रहेछ र यो जङ्गल फाँडनी गरिसकेपछि त यी बोतलदेखि लिएर प्लास्टिकदेखि लिएर यो पुरै देख्न सकिँदो रहेछ। हामीले जङ्गलले गर्दा पो मैला नदेखेको रहेछ। यी पुरै मैला भइरहेछ। यी एकदम यहाँतिर चाहिँ अब मैला फ्याँक्ने डम्पिङ जतिकै बनाएर राखेको छु। हेर्नु होला। गाडी हो।